नमस्कार सबैजनामा म अहिले टोखा बजारबाट चण्डेश्वरी जानेपट्टिबाट 300 मिटर माथि आइसके पछाडि यसो भित्रपट्टि जाने हाइवेबाट 150-200 मिटर भित्र आउँदै गर्दा यो बाटोमा रहेको दक्षिण मोडा भएको 3 आना क्षेत्रफलको जग्गा, ठ्याक्क रुमाल जस्तो छ जग्गा। 3 आना पूर्वपट्टि पनि बाटो रहेको छ, पूर्वपट्टि पनि बाटो, दक्षिणपट्टि पनि बाटो। हाम्रो यो जग्गा हो 3 आना रुमाल जस्तो छ। 33 फिट जति मोडा, 33-34 फिट जति मोडा हुन्छ जग्गाको। यो बाटो 200 मिटर 150 मिटर माथि गइसकेपछि पब्लिक गाडीहरू मजाले, माइक्रो बसहरू सबै कुरा चल्छ। सानो घर बस्ती भएको ठाउँ, आफ्नो ढल, पानी बत्तीको सबै कुराको निकास छ। छिमेकतिर सबै घर छ। सानो घर बनाएर बस्नको लागि अति उपयुक्त जग्गा। टोखा बजारबाट सम्म 300 मिटरको डिस्टेन्समा रहेको जग्गा बिक्रीमा हो। दक्षिण मोडा घाम बिहान, दक्षिण र पूर्व मोडा हुँदा बिहानदेखि बेलुकासम्मै घाम लाग्ने भयो। बाटो हल्का स्लोप छ।